फाइनल्ली यो श्रम संस्कृति पार्क हामीले चाहिँ भिडियोमा मात्र हेर्थ्यौँ है। सो हामी घुम्दै 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 यस्तो दामी आछौँ। वेलकम। कहाँबाट हजुर हुनुहुन्छ? नमस्ते, म बागलुङदेखि। अहिले मेरो फाइनल विक चाहिँ आज कम्प्लिट हुँदैछ। म चाहिँ धरानमा आएर हर्क साम्पाङ चाहिँ हर्क साम्पाङको चाहिँ म एकदम बिग फ्यान पनि हो। सो आई एम सो ह्याप्पी। है कस्तो लाग्यो त हेरेर तपाईँले? यति मेहनत, यति धेरै मेहनत गर्नुभएको छ कि सो त्यो टिकट 20 रुपियाँ पनि अलिक कम भयो जस्तो लाग्छ मलाई। किन भन्दा यहाँको यो मेहनतहरू देख्दा त्यो चाहिँ अलिक कमै हो जस्तो लाग्छ हाम्रो लागि। तपाईँ बागलुङबाट आउनुभयो? म चाहिँ बागलुङदेखि हो। घुम्दै 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 चाहिँ यो चाहिँ मिडियामा हेरिराख्नु भएको थियो होइन? मिडियामा चाहिँ मैले हेरिराखेँ थिएँ। आज प्रत्यक्ष देख्दा त आई एम सो एक्साइटेड। हर्क साम्पाङको एकदम धेरै खुट्टा तान्नेको पनि कमी छैन है। एकदम उहाँको बोली एकदम के कुरा मनपर्छ उहाँको चाहिँ मलाई एकदम स्ट्रेट फरवर्ड हुनुहुन्छ, एकदम क्लियर हुनुहुन्छ, ट्रान्सपेरेन्सी आफूमा हुनुहुन्छ। सो त्यो चाहिँ एकदम बेस्ट पार्ट हो जस्तो लाग्छ। अनि अरू ठाउँको मेयरहरूले पनि उहाँबाट केही लेसन चाहिँ एकदम राम्रो यो कुरा चाहिँ लिएर अगाडि जानुपर्छ जस्तो लाग्छ। अब यदि जस्तै आफूमा ट्रान्सपेरेन्सी क्लियर छैन भने यस्तो तरिकाले यो प्र्याक्टिकल रूपमा चाहिँ काम गरौँ, मुखले मात्र भन्ने होइन कि गरेर चाहिँ देखाउनुपर्छ भन्ने चाहिँ प्रत्यक्ष देखियो होइन? प्रत्यक्ष देखेँ मैले। उहाँले मुखले पनि एकदमै क्लियरली एकदम फेरि उहाँ त स्ट्रिक्टली एकदम चट्ट मनमा मुटुमा बोल्ने गरी बोल्नुहुन्छ नि त। के भन्नुहुन्छ? उहाँको चाहिँ एकदम राइट पोइन्ट के हो भन्दा जे भन्नुहुन्छ त्यही गर्नुहुन्छ। मुखले अब जस्तै प्रायको मैले देख्दाखेरि एकदम स्ट्यान्डर्ड हाइफाई देखाउने बढी चलन छ। बट उहाँको सिम्प्लिसिटी देख्दा मैले पनि नलेजले छु सिम्प्लिसिटी इज द बेस्ट पार्ट। सो उहाँबाट आई एम सो प्राउड अफ हिम के म एकदम प्राउड गर्छु हर्क साम्पाङलाई। एन्ड के अरे हजुर जस्तै म एउटा लास्टमा के भन्न चाहन्छु भन्दा धरानको मेयर भनेर जो चिन्नु भएछ हर्क साम्पाङ, त्यही अनुसारको चाहिँ अरू हर्क साम्पाङ पनि अरू ठाउँमा मेयर निस्कनुहोस् भन्ने चाहिँ म एकदम हार्डली रिक्वेस्ट गर्छु। उहाँ अब हर्क साम्पाङ धेरै जन्माउनु पर्छ भन्ने क्रममा नि लाग्नु भएको छ। जन्मिनै पर्छ होइन? बोलीले टक्क टुक्क छुनु पर्यो मुटुमै होइन? काम पनि यस्तो देखिनु पर्यो है? काम पनि देखिन पर्यो। जुन राज्यले जति दिएछ श्रम अनुदानहरू त्यो अनुदान राइट ठाउँमा युटिलाइज हुन पर्यो। यस्तै गरेर है यस्तै गरेर युटिलाइज हुन पर्यो। स्वर्ग त यहीँ छ होइन? अनि फाइनल्ली धरान घुम्दै गर्दाखेरि कस्तो लागिरहेछ? मलाई चाहिँ मैले सोचेको थिएन यस्तो छ भनेर। बट प्रत्यक्ष मैले देख्दा एकदम खुसी छु, एकदम ह्याप्पी छु। यहीँ बसेर यो ठाउँ चाहिँ नछोडौँ जस्तो भइरहेको छ मलाई। ल वेलकम टु धरान भन्नु पर्यो होइन सबैजना? वेलकम टु धरान। सबैजना आउनु होला, हेर्नु होला। हर्क साम्पाङको जति पनि फ्यानहरू हुनुहुन्छ मुखले मात्र होइन गरेर पनि देखाउनुहुन्छ भने हि इज द बेस्ट एक्जाम्पल एन्ड बेस्ट एक्जाम्पल होइन? धन्यवाद।